स्याउहरू नमस्ते सबैजना हजुरहरूमा वेलकम छ मेरो युट्युब तारा खापुङ च्यानल। अनि तपाईँहरूलाई सधैँ सधैँ आरामको कामना चाहन्छु, सधैँ राम्रो हुनुहोला भन्दै। अनि आज म धेरै दिनपछि तपाईँहरूको समक्षमा आउँदैछु। अनि मेरो भिडियो मन पराइदिनु ल हेरेर, अनि लाइक कमेन्ट पनि गरिदिनु भन्नुहुन्छ कि भन्ने धेरै धेरै आशा गर्दछु। अनि मेरो यही के भने विषय चाहिँ यही मेरो घरको मैले गरेको परिश्रमहरू, घरको अगाडि पछाडि अनि के गरेछु त्यो भिडियोहरू लगाइदिन्छु अनि लगाउँछु, मन पराइदिनु होला ल भन्ने आशा गर्दै म तपाईँहरूले मेरो अगाडिको मेरो फुलहरू चाहिँ देखाउन चाहन्छु ल। यहाँ हेर्नुहोस् न, अहिले समर टाइम हो अनि यहाँ फुलहरू फुलेर, गुलाबको फुल फुलेर यस्तो दामी दामी फुलेछ। ल हेर्नुहोस् साथीहरू, कस्तो राम्रो फुलेछ। लु हेर्नुहोस् न, दामी दामी फुलेछ। अनि मेरो फुलहरू यस्तै छ। अनि अब त काममा पनि जान्छु होइन, अनि काममा जाने अनि त्यहाँदेखि यो फुलहरू पनि गर्छु, एकदम बिजी नै के गर्नु। हेर्नुहोस् न, फुलहरू रोप्नु पनि मनपर्छ। यस्तो छ साथीहरू, ल हेर्नुहोस् है, यस्तै छ मेरो उहरू। यहाँ गुलाबको फुल फुलेर यस्तो दामी भएको छ के साथीहरू, ल हेर्नुहोस् है, यस्तो यस्तो दामी फुलेछ। ल हेर्नुहोस्, यो अस्ति नै यो चाहिँ चाइनिज गुलाब भन्दो रहेछ, अस्ति फुलिसकेको। अब यहाँ हेर्नुहोस् यो रुख्यो, विन्टरमा सबै ठुटै ठुटै हुन्छ होइन। अनि अब अहिले चाहिँ राम्रो यस्तो पलास अलि झर्नु सुरु गरिहालेको छ। यो चाहिँ सेप्टेम्बर अक्टोबरदेखि चाहिँ सबै झर्छ साथीहरू। कस्तो ठुलो भएछ र पो। अनि हेर्नुहोस् मेरो क्याटी गाउँ युकेबाट म क्याटीबाट बोल्दैछु। यो पछि एकदम जाडो हुन्छ यहाँ, अहिले चाहिँ गर्मी भदभद गर्मी भइरहेछ। ल हेर्नुहोस् है साथीहरू, यस्तै छ। ए मेरो छोरा पनि बाहिर गएर आउँदै रहेछ। के लिएर आयो छोरा? आमै मैले पनि मन पराउने खानेकुरा ल्यायो। ल है साथीहरू, म घरैभित्र हुँदै हुँदै यहाँ पछाडिपट्टिको मेरो गार्डन देखाउने छु ल तपाईँहरूले। हेर्नुहोस् न, म यस्तो गरेर सयपत्रीहरू मेरो फुलेछन्। गोदावरी, यो चाहिँ पहेँलोवाला गोदावरी, पछि झमझम लामो फुल्छ। पछि म देखाउँछु ल फुलेपछि। ल हेर्नुहोस् फुलहरू मेरो यहाँ सानो गट्टै गट्टा फुल्ने रोपेको, हेर्नु न आउँ कि नआउँ भइरहेछ साथीहरू। फुलहरूले हेर्नुहोस्, यसरी फुलहरू फुलेछ, यस्तै छ है। ल हेर्नुहोस् साथीहरू, यस्तो दामी, हेर्नु रोज रोज यस्तो राम्रो फुलेछ। कतिको मन पराउनुहुन्छ। ल हेर्नुहोस् न, यस्तो फुलेछ फुलहरू। ल हेर्नुहोस् मेरो यसरी यस्तो मलाई कस्तो मनपर्छ। मलाई यस्तो फुलहरू यसरी मनपर्छ। मलाई चाहिँ फेरि यस्तो लाग्छ कि हुनु पनि हो, मर्दा बाँच्दा पनि फुल बेगर हुँदैन, मर्दाखेरि फुल बेगर हुँदैन होइन साथीहरू। त्यही भएर मलाई फुल एकदम रोप्नु मन लाग्छ, फुलमा म एकदम खर्च गर्नु मन लाग्छ। फुलहरू यस्तो छन्। यहाँ धनियाँहरू पनि अलि छन्, सबै गोदावरी फुलहरू। यहाँ मेरो फुलहरू यस्तो यस्तो छन्। ल हेर्नुहोस्, म यो स्ट्रबेरी, यहाँ पनि स्ट्रबेरी पनि फलेछ, तर यो झमझुम भएपछि अलिक फल्दैन रहेछ। यहाँ हेर्नुहोस् न, यसरी स्ट्रबेरी यस्तो छ यहाँ। अनि त्यति फल अस्ति अलि टिपेर खायौँ। हेर्नुहोस् है साथीहरू, यहाँ अलि छ, अलिअलि त्यति साह्रो यो झ्याममा धेरै बोट आयो भने नफल्दो रहेछ साथीहरू। मेरो आलुले हेर्नुहोस् है, मेरो आलु के, यो आलु चाहिँ कस्तो आलु भन्नुहुन्छ भने फेरि यो चाहिँ कालो हुन्छ है, भित्र चाहिँ खानुलाई हेल्दी अरे, राम्रो अरे। त्यो भएर अनि रोपेको यस्तो सप्रेर आएको। हेर्नुहोस् न साथीहरू, कत्रो बोट आउँदो रहेछ क्या आलुको पनि। आमामामा, लु यो चाहिँ मेरो मात्रै परिश्रम होइन, मेरो के अरे हस्बेन्डको पनि परिश्रम छ, धेरै हस्बेन्डको परिश्रम छ। ल हेर्नुहोस्, म त रोपिदिने काम हो त्यही हो, पानी यताउति मल पानी लाउने चाहिँ उहाँले लगाइदिनुहुन्छ। एकदम हामी दुईजना भएर यसरी हामी धेरै गर्छौँ, यहाँ बाली यसरी लगाउँछौँ। हेर्नुहोस् न, यहाँ काँक्रा सेप भयो होला कि, तर यो काँक्रा अलिक सेप भइरहेको जस्तो छ, बढ्दैछ। अब धनियाँहरू, ल हेर्नुहोस् यहाँ धनियाँहरू सपहरू पनि लगाएको छौँ। यस्तो सब्जीहरू यसरी हामी चाहिँ यो सिमी चाहिँ हामी यसरी रोप्छौँ। यो सिमी चाहिँ अब यस्तो बार गर्छौँ कि, किनभने पछि हावाले बेसरी हावा हल्लाएर यो अनि
लडाइदिन्छ नि हावाले हल्लाएर लडाइसकेपछि चाहिँ फल्दैन भन्दो रहेछ नि फल्नु नि फल्दैन रहेछ होइन साथीहरू हेर्नुहोस् है यस्तो छ कि लु यसरी हामी चाहिँ यहाँ अहिले चाहिँ सिमीको तरकारी खानेर भनेर बेसरी हामी चाहिँ सिमी लगाइरहेको छौँ यसरी आइरहेछ यो सबै के अरे के भन्छ के अरे भचाउने सिमी हो के यो त्यसलाई के पो भन्छ म त भुलि पनि सकेँ हेर न साथीहरू अनि लु यहाँ यो चाहिँ यो भन्छ यो चाहिँ लसुन यो ऊ जस्तै हो कि प्याज जस्तै हो तर होइन यो इङ्ग्लिसमा चाहिँ स्प्रिङ ओनियन्स भन्छ अनि यो सानोसानोमै चलाउँछ होइन तपाईँलाई पनि कतिलाई थाहा छ होला तर हेर्नुहोस् यो मेरो त मल पानी पो अन्त कत्रो आउने रहेछ लु हेर्नुहोस् न साथीहरू यहाँ अस्ति मैले टिपेको पनि छु पलाउँदै पनि छ कति छिटो यस्तै छ है साथीहरू ल हेर्नुहोस् मेरो गार्डन यो चाहिँ टेस्कोको या युकेको टेस्कोको सिमी भन्छ यो चाहिँ जाडोमा झन् यो चाहिँ यहीँको सिमीहरू रहेछ एकदम फल्छ है यस्तो सिमीहरू चाहिँ यिनीहरू चाहिँ सबै नेपालमै हुने चिजहरू होइन नेपालको चिजहरू ठिकै गरेर फल्ने रहेछ सबै मेरो सिमीहरू यस्तो छ लु हेर्नु साथीहरू यहाँनिर मेरो सयपत्रीहरू पनि रोपिरहेको छु हेर्नुहोस् है सानो भर्खर बिरुवा सारेको छु मेरो सिमी यस्तो छ मेरो हस्बेन्डको परिश्रम हो यो बार चाहिँ होइन एकदम परिश्रम गरेर गर्नुभएको छ अनि यो चाहिँ यसरी चाहिँ यो बार चाहिँ एकदम हावाले नहल्लाउने तरिकाले भोलिपर्सि धेरै ठुलो भएपछि म फेरि लगाउने चाहिँ है साथीहरू ल हेर्नुहोस् मलाई खर्सानीको यो खर्सानीमा मलाई साथीहरूले दिनुभएको थियो कि खर्सानीको बिउ अरे गेडा अनि त्यो खर्सानीबाट मैले चाहिँ बिउ बनाएको थिएँ हेर्नुहोस् न साथीहरू यस्तो बढेछ अब फल्दैछ फुल्नु लाग्दैछ फुल्नु पनि लागेछ हौ मेरो खोर्सानी त ल हेर्नुहोस् है साथीहरू तर अब 1-2 महिनामा त्यो हो फेरि अनि जाडो लागिहाल्छ हुँदैन साथीहरू यस्तै छ यहाँ युकेको यो क्याटिक भन्ने ठाउँ चाहिँ अनि ल हेर्नुहोस् है मेरो फर्सी यो तरकारी यो फलै गट्टा पनि लाग्नु थालेछ हेर्नुहोस् न साथीहरू यो चाहिँ गट्टा लाग्ने हो यो चाहिँ मुन्टा होइन साथीहरू यो मुन्टा होइन यो चाहिँ सबै गट्टा खाने हो गट्टा लाग्छ बेसरी ल फल्नु पो थालेछ मेरो त फर्सी त बिउ मैले यहाँ छरेको हेर्नुहोस् न पोहोरको साल मैले कति धेरै बनाएको थिएँ होइन सबैलाई लागेर भएन अनि अहिले त यो एउटा मात्रै राखिदिएको रहे पनि तर अलिअलि लागेछ हेर्नुहोस् न थोरै एक मुठी त हुन्छ बिउ आउँछ जस्तो लागेछ यो चाहिँ त रायोको बिउ हो ल यहाँ पनि छ मेरो रोज यहाँ पनि रोपेको छु यो मिठो कलरको यहाँ चाहिँ यस्तो कलरको छ यो चाहिँ हेर्नुहोस् साथीहरू यस्तो कलरको रोज छ हेर्नुहोस् है यहाँ अरू चाहिँ यहाँ भर्खर फेरि पछौटे सिमीहरू यो रोप्दैछौँ है यो चाहिँ हाम्रो अब तरकारी मात्रै खानुहुन्छ होइन तरकारी खानु चाहिँ यो सबै घिउ सिमी है घिउ सिमी भन्छ है भाँचेर खाने सिमीलाई यो सबै भाँचेर खाने सिमी हो कि अनि यस्तो अनि यो अब भोलिपछि यो बिउ चाहिँ हुँदैन यो चाहिँ एकदम भाँचेर खाने तरकारी हुन्छ हेर्नुहोस् न यहाँ मेरो मलाई टमाटर पनि कस्तो मनपर्छ होइन भर्खर टमाटर बढ्दैछ लु हेर्नुहोस् न साथीहरू यो टमाटर पछि कस्तो हुन्छ कत्रो हुन्छ म देखाउने छु ल फल्छ कि फल्दैन है साथीहरू ल हेर्नुहोस् यहाँनिर मेरो बरेला चुचे करेला तपाईँहरूलाई थाहा छ नि है चुचे करेला पनि रहर लागेर यहाँ रोपेको छु ल हेर्नुहोस् साथीहरू यस्तो छ है मेरो चुचे करेला भर्खर बढ्दैछ ल हेर्नुहोस् न भर्खर थाङ्राहरू हुँदैछ अब यसलाई राम्रो थाङ्रा दिनु पाए त है मजाले फल्थ्यो होला होइन साथीहरू अनि लु यस्तो छ है साथीहरू लु मेरो ब्रोकौली अरे बकुल्ला यसलाई भन्छ बकुलाहरू यस्तो मजाले फल्छ यो के चना मटर चना केराउ चना मटर केराउ हो यो मेरो केराउ फल्नु थाल्यो हेर्नुहोस् साथीहरू थोरै छ तर धेरै छैन सबै गर्नु मन लाग्छ के गर्नु मेरो सानो बारीमा नि म यसरी गरी खानु मन लाग्छ किनभने अर्ग्यानिक थोरै हो नि वर्षमा एकचोटि अर्ग्यानिक खानु राम्रो अरे नि त त्यही भएर लु हेर्नुहोस् न यहाँ बकुल्ला फल्नु थालिहाल्यो नि यहाँ हेर्नुहोस् त साथीहरू बकुल्ला यसरी फल्नु थाल्यो हेर्नुहोस् है साथीहरू यस्तो यसरी अब अलिअलि किनभने यो त अर्ग्यानिक खानु अरे नि त वर्षमा एकचोटि होइन त्यही भएर म युकेमा भए पनि यसरी सानो बारीमा भए पनि यसरी खेतीपाती गर्नु मन लाग्छ हेर्नुहोस् न यहाँ इस्कुस हेर्नुहोस् है मैले त इस्कुस त
यसरी रोपेको छु। यस्तोमा पो रोपेको छु। ल हेर्नुहोस् न साथीहरू, अनि के गर्नु, गार्डन सानो छ अनि सबै थोक रोप्नु मनपर्छ अनि त्यही भएर यस्तोमा रोपेको छु। तै पनि राम्रो भएर आएको छ। ल हेर्नुहोस् न साथीहरू, फुल्न थालेछ कि के हो। लु हेर्नुहोस् है साथीहरू, म भोलिपछि म अनि फलिसकेपछि फल्छ कि फल्दैन म देखाउने होला छु ल साथीहरू। लु यहाँ मेरो वाइट रोज गुलाबको फुल सेतोवाला छ। ल हेर्नुहोस् यसरी गरेछु। मेरो यहाँ हेर्नुहोस् न, यहाँ मेरो यो चाहिँ के अरे नेपालमा चाहिँ सिमसाग पनि भन्छ होइन, सिमसाग भन्छ। अनि यहाँ चाहिँ सिमसाग पनि भन्छ, कान्छी साग, साइली साग सबै भन्छ है साथीहरू। लु यो पनि रोपेको चाहिँ अस्ति पनि एक छाक टिपेर खाएको थिएँ, अहिले फेरि सरर आएछ हेर्नुहोस् साथीहरू। फुलेको पनि छ, मल नपुगेर हो कि के हो, मजाले मल त लगाएको। हेर्नुहोस् साथीहरू, अब यस्तो अब के गर्ने र, अब टिपेर खाने बेला पो हुँदो रहेछ हौ। फेरि अलि उ भएपछि छिपेर है, पाक्नै पाक्दैन। लु साथीहरू, यहाँ फर्सी हेर, यहाँ पनि छु है, त्यही गट्टा खाने फर्सी, गट्टा खाने फर्सी यो पनि। यहाँ चाहिँ भाँडामा रोपिदिएको छु। अब कतिको फल्नेवाला चाहिँ म देखाउनेवाला छु ल भोलिपछि फलेपछि है साथीहरू। लु यो पनि के अरे पाखनबेत भन्दो रहेछ नि, हेर्नुहोस् पाखनबेत, हाम्रो त पाखनबेत पनि रोपेछ नि। पाखनबेतको फुल पनि खानु हुने रहेछ। अनि तल उसको के अरे उसको जरा दबाई हेऱ्यो नि, तितो न तितो हुन्छ नि साथीहरू। ल हेर्नुहोस् यहाँ मेरो यस्तोहरू, यहाँ यो बोटले त के भन्छ, यहाँ त गोराहरूको एकदम लक्षण अरे भन्दो रहेछ। झन्डै उजा सिन्कौलीको पत्ता जस्तै छ कि, सिन्कौलीको बोट जस्तै छ पत्ता, उसको त्यस्तै छ बास्नाहरू। जस कहिले कहिले चियामा मासुमा पकाएर लगाएर खान्छौँ, जस मिठै हुन्छ है साथीहरू। अनि त्यस्तो छ। त्यहाँदेखि लु हेर्नुहोस् मेरो फुलहरू, यहाँ पनि फुल लगाएको छु। हेर्नुहोस् साथीहरू, ल हेर्नुहोस् यहाँ फुलहरू लगाएको छु यहाँ, यस्तै छ यहाँ। लु हेर्नुहोस् फुलहरू यसरी फुलाएको छु। यस्तो मेरो यो हेर्नुहोस् है, यो मेरो यो चाहिँ कान्छी बुहारीले चाहिँ मदर्स डे भनेर दिएको। हेर्नु न कस्तो सानो थियो, एउटा दुइटा मात्रै फुलेको थियो, कत्रो फुल्ने भइसक्यो। हेर्नुहोस् न कति धेरै फुलेछ, कति धेरै फुलेछ। ल हेर्नुहोस् है साथीहरू यहाँ। अनि मेरो रोजहरू यहाँ छ, यहाँ सबै फुलहरू। ल हेर्नुहोस् म अलिक टाढै उयो पारेर म तपाईँहरूलाई म देखाउने छु ल। अनि यस्तो छ साथीहरू। ल हेर्नुहोस् अनि ल हेर्नुहोस् यस्तो छ है साथीहरू। नि सरर तपाईँहरूलाई एकचोटि सरर देखाउने छु ल। साथी यस्तै छ यहाँको मेरो उयोहरू। ल हेर्नुहोस् साथीहरू, ल भोलिपछि फेरि म देखाउनेवाला छु ल साथीहरू। ल साथीहरू, मेरो अगाडि पछाडिको गार्डनहरू देख्नुभयो होला नि होइन, मन पराइदिनु होला ल। अनि अन्तिमसम्म हेरिदिनु, अनि लाइक कमेन्ट पनि हुनसक्छन् गरिदिनु होला। अनि के अरे फेरि अब अहिलेलाई म स्टप गर्छु, नेक्स्ट भिडियोमा भेटौँला ल साथीहरू। ल तपाईँहरू राम्रो रहनु होला। अनि थ्याङ्क यू सो मच फर वाचिङ।